आमा हुन् पृथ्वी धरा र जननी यो विश्वकी शारदा प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा आमा हुन् धरती र गाउँ घरकी बस्ती अँध्यारो हुँदा न्यानो हुन्छ असाध्य मातृ ममता बाबु भनी भन्दिदा एउटा अद्भुत शब्द त्यो हो आमा। शब्द एउटा मात्रै हो तर हजारौं भावना समेटिएको यो शब्द सुन्नासाथ हाम्रो मनमा न्यानोपनको लहर बग्छ। सुरक्षा, माया, समर्पण, सहारा अनि शान्तिको अनुभूति पनि हुन्छ। सन्तानको उज्यालो भविष्य र परिवारको हाँसोमा खुसी हुने त्यो चरम त्यागको प्रतीक हुन् आमा। आमा भन्नासाथ हामीलाई बचपनमा अङ्गालोमा अटाएको त्यो माया, काखमा लुटुपुटु गर्दै निदाउँदै गर्दा आमाले सुमसुम्याएका ती हातहरू, गल्ती गर्दा झर्कनी तर केही बेरमै माफ गरिदिने त्यो मन, अनि बिरामी पर्दा रातभर ननिदाई आफूलाई हेरेको त्यो अनुहार सम्झिँदा यति बेला हाम्रो मन पनि निकै भावुक भइदिन्छ। आमा भन्ने शब्दले हामीलाई सधैँ सुरक्षित बनाउँछ, जस्तो कि संसारका सबै समस्याबाट टाढा छु झैँ लाग्छ। आमाको काख संसारकै सबैभन्दा सुरक्षित स्थान लाग्छ। माया, साहस, सहनशीलता र सृष्टिको अनुपम प्रतीकको स्मरण गराउने यो आमा भन्ने शब्दले हामी सबैको मन निकै नै भावुक बनाउँछ। आमाको प्रसङ्गमा बोल्दै गर्दा हाम्रो घर परिवार वा गाउँघरमा धेरैजना गर्भवती आमाहरू हुनुहुन्छ। गर्भवती आमा एक महिला मात्र होइनन्, जीवनको धरोहरलाई आफूभित्र बोकेर हिँड्ने महान सृष्टिकर्ता पनि हुन्। 9 महिनासम्म दुःख, पीडा, सहजता, असहजता र अनिश्चितता सहेर पनि मुहारमा मुस्कान राख्ने शक्तिशाली रूप हो गर्भवती आमा। उनी हरेक पल बच्चाको मुटुको धड्कनसँगै बाँच्छिन्, आफ्नो इच्छा र चाहनालाई पछाडि राखेर नयाँ जीवनका लागि बाटो बनाइरहन्छन्। गर्भावस्था कुनै सामान्य अवस्था पनि होइन, यो एउटा अद्भुत यात्रा पनि हो, जहाँ प्रेम, पीडा, त्याग र आशाको सम्मिश्रण पनि हुन्छ। कहिले शरीर भारी लाग्छ, कहिले मन डराउँछ। भारी भएको त्यो शरीरसँगै दिनभर अफिस अथवा घर धन्दाको थकान र त्यो सबै पीडामाथि उनले भविष्यको उज्यालो बोकेर पनि हिँडिरहेकी हुन्छन्। गर्भवती आमा केवल आमाको भूमिका निर्वाह गर्न मात्रै होइन, एउटा नयाँ जीवनलाई आफैभित्र हुर्काउन जन्मिएकी सृष्टिकर्ता पनि हुन्। उनी केवल आमाको भूमिका निर्वाह गर्न मात्र होइन, एउटा नयाँ जीवनलाई आफैभित्र हुर्काउन जन्मिएकी एउटा सृष्टिकर्ता पनि हुन्। उनी आफ्नो शरीरमा शारीरिक पीडालाई सहेर पनि मनभित्र हजारौं सपना सजाइरहेकी हुन्छन्। हो, भोलिको उज्यालो पुस्ताको जन्मदाता गर्भवती आमाको सम्मान गर्नु, उनको सुरक्षा सुनिश्चित गर्नु र हर पल सहयोग प्रदान गर्नु हामी सबैको कर्तव्य हो। यसै सन्दर्भमा दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर 11 स्थित उररी स्वास्थ्य चौकीमा आज गर्भवती आमाहरूको लागि जीवन सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ। गर्भवती आमाको शारीरिक र मानसिक स्वास्थ्यको सुनिश्चित गर्न, स्वास्थ्य सेवा र संस्थागत सुत्केरीप्रति अभिप्रेरित गर्ने, गर्भकालीन पोषण तथा सरसफाइको ज्ञान प्रदान गर्ने, गर्भावस्थामा देखिने जटिलताका सङ्केतहरूका बारेमा जानकारी दिनुका साथै नवजात शिशुको हेरचाह सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने लगायत पारिवारिक जिम्मेवारी र सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो अभिमुखीकरण तालिम प्रदान गरिएको छ। 50 जना गर्भवती आमालाई लक्षित गरेर गर्भवती आमाहरूलाई जीवन सुरक्षा सम्बन्धी एक दिने तालिम गर्भवती भेलाको आयोजना गरेर एक दिने तालिमको आयोजना गरेका थियौँ। त्यो तालिममा गर्भवती आमाहरू 47 जना गर्भवती आमाहरू सहभागी हुनुभएको छ।
त्यसमा खास गरिकन सुनौला 1000 दिन भनेको के हो, यसको महत्त्व के छ, यिनीहरू सुनौला कसरी बनाउन सकिन्छ, यसमा हामी कसरी खुसी हुने, कसरी रमाउने, तनाव व्यवस्थापन कसरी गर्ने, हाम्रो थिङ्किङ स्टाइल कस्तो बनाउने भन्ने विषयमा मानसिक स्वास्थ्यलाई जोडेर जीवनका दिनहरू सुनौला कसरी बनाउने भन्ने विषयमा केन्द्रित रह्यो। अर्को विषयवस्तु थियो तनाव व्यवस्थापन र गर्भ स्याहार। आमाले बच्चालाई स्वागत गर्नको लागि के तयारी गर्नुभएको छ, कस्तो अवस्थामा हुनुहुन्छ, उहाँले फ्यामिलीमा परिवारमा श्रीमान सासू ससुरा घर परिवारमा कतिको तयारीको योजना बनाउनु भएको छ, बच्चा कहाँ जन्माउने, बच्चाको जाँच कसरी गर्ने, उहाँ गर्भ जाँच गर्नुभएको कसरी छ, के गर्नुभएको छ, यस्ता कुराहरूदेखि लिएर सुरक्षित जन्म कसरी हुन्छ, कहाँ बच्चा जन्माउँदाखेरि के फाइदा हुन्छ, अस्पतालमा बच्चा जन्माउनुको फल के पाइन्छ, के फाइदा हुन्छ भन्ने विषयमा, त्यसै गरिकन बच्चा जन्मिसकेपछि स्तनपान र यसको महत्त्वको बारेमा छलफल गर्ने विषयवस्तु राखेका थियौँ। अर्को थियो हाम्रो खाना, पोषण र सरसफाइ। गर्भवती अवस्थामा हाम्रो खाना कस्तो हुनुपर्दछ, गर्भवती अवस्थामा कम्तीमा 4 पटक खानुपर्छ, सुत्केरी अवस्थामा थप 1 पटक 5 पटक खानुपर्छ, हरेक बार खानाचार भनेको के हो, अनि खाना पनि कति बेलामा खाने, जस्तो हामीले सूर्य उदाएपछि खाना सुरु गर्ने, सूर्य अस्ताएपछि खाना नखाने भन्ने एउटा भनाइ छ। अर्को गट र ब्रेन हेल्थ कनेक्सन, गट हेल्थ र ब्रेन हेल्थ। जस्तो खाना खान्छौँ त्यस्तै खालको हाम्रो मन बन्छ, मस्तिष्क बन्दछ। गर्भवती अवस्था भनेको यस्तो विशेष अवस्था हो, उहाँले अब छिटै नयाँ बच्चालाई, आफ्नो बच्चालाई, नयाँ सन्तानलाई काखमा राख्न तयारी हुनुभएको छ। त्यसले गर्दाखेरि आजकै मितिबाट आफ्नो बच्चालाई कस्तो स्फूर्तिलो, कुन मस्तिष्कको, कति ट्यालेन्ट, हामी स्वस्थको मात्रै कुरा होइन कि बौद्धिक उहाँ चाहिँ बौद्धिक अवस्था पनि। त्यसले गर्दाखेरि खाना, हाम्रो आनी बानी, हाम्रो सोच र हाम्रो तयारी कस्तो छ भन्ने विषयमा, अनि यसैमा सपोर्ट गर्ने एउटा गर्भ अवस्थामा गर्न मिल्ने योग अभ्यासहरू, ध्यान र प्राणायामको बारेमा हामी उहाँलाई 277 मिनटको एउटा सेड्युल बनाएर छलफल गरिकन उहाँलाई सिकाएर पठाएका छौँ। आशा छ हाम्रो उद्देश्य के पनि हो भने उहाँले यो सबै कुराहरू बुझेर व्यापार लागू गर्नुहुनेछ। र स्वास्थ्य संस्था एउटा हाम्रो उररी स्वास्थ्य चौक यस्तो संस्था हो जहाँ 24 घण्टा प्रसुति सेवा उपलब्ध हुन्छ। अहिलेसम्म आर्थिक वर्ष 81-82 को साउनदेखि आजका मितिसम्म 41 जना सुत्केरी आमाले यहाँ संस्थाका सुत्केरी सेवा लिइसक्नु भएको छ। यसमा वडाले सुत्केरीलाई भाले कार्यक्रम भनेर 1500 बराबरको प्रोत्साहन दिने अथवा भाले दिने कार्यक्रमले पनि सङ्ख्या बढ्नका लागि सहयोग पुर्याएको हामीलाई महसुस भएको छ। र यो सङ्ख्यालाई बढाउनका लागि आज जेठ महिनाको 18 गते भयो, अब थोरै दिन बाँकी छन्। यो आर्थिक वर्षभित्रमा 50 जना गर्भवती आमाहरूलाई, 50 जना सुत्केरीलाई हामी सेवा दिने जुन लक्ष्य लिएका थियौँ। स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने आमाको सङ्ख्या बढोस् भन्ने पनि एउटा उद्देश्य हो। उहाँहरूले हामीले निम्ता दिएका छौँ, जसमध्येमा केही आमाहरू जेठ महिनाको अन्तिमसम्ममा बच्चा पाउनको लागि अनुमानित मिति भएको हुनुहुन्छ भने कोही असारभित्र हुनुहुन्छ, कोही त 3 महिनाको गर्भवती आमा पनि हामी बोलाएका थियौँ। यसरी आफ्नो जीवन कस्तो बनाउने, आफ्नो सन्तानको भविष्य कस्तो बनाउने, हाम्रो खाना, हाम्रो पानी, हाम्रो श्वास, हाम्रो मन र हाम्रो मस्तिष्क, खाना, पानी, श्वास, मन र मस्तिष्क कस्तो बनाउने भन्ने विषयमा उहाँलाई प्रशिक्षण गरेर हामी पठाएका छौँ, सिकाएर पठाएका छौँ। हजुर, अनि त्यो बाहेक उररी स्वास्थ्य चौकीबाट हुने गरेका विशेष पृथक क्रियाकलापहरू के छन्, यदि भएका छन् भने राख्न सक्नुहुन्छ? आर्थिक वर्ष 81-82 को साउन महिनादेखि सुत्केरीलाई भाले कार्यक्रम जुन नयाँ कार्यक्रम हो, सुत्केरीलाई भाले कार्यक्रमका लागि अहिलेसम्ममा 60 जना आमाले त्यो सेवा सुविधा पाइसक्नु भएको अवस्था छ। स्वास्थ्य संस्थामा उररी स्वास्थ्य चौकीमा नियमित रूपमा रुरल अल्ट्रासाउन्ड सेवा, ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो सेवाका लागि यहाँको नर्सिङ स्टाफले तालिम प्राप्त भएर आइसकेपछि नियमित रूपमा गर्भवती आमालाई भिडियो सेवा गर्ने सेवा पनि उपलब्ध छ। र अरू के हो भने यो बर्थ सेन्टरमा स्वास्थ्य संस्थामा नियमित दिइने औषधि उपचारका कुराहरू, प्राथमिक उपचार स्वास्थ्य सेवाहरू, अनि खोप, गाउँ क्लिनिक, अनि त्यहाँबाट दिने परिवारिक सेवाहरू सँगसँगै यो स्वास्थ्य संस्थामा हामी तुलसीपुर 11 मा सबभन्दा बढी जोड दिएको, हामी अभ्यास गरिरहेको, त्यतिपट्टि हामी केन्द्रित रहेको, ड्राइभ गरिरहेको के कुरामा हो भने मातृ र बाल स्वास्थ्य, यसमा पोषणको कुरा, आमाको स्वास्थ्य राम्रो बनाउने, सबै आमाहरूलाई कम्तीमा 8 पटक गर्भ जाँच गराउने र सुरक्षित जन्म पनि स्वास्थ्य संस्थान बनाउनका लागि हामीले प्रमोट गर्ने
र बच्चालाई जन्मिसकेदेखि 24 महिना पुग्दासम्ममा कम्तीमा 24 पटक हरेक महिनाको एकपटक बच्चा तौल्नको लागि पोषण कार्यक्रमलाई हामी सँगसँगै जोडेका छौँ। अहिलेसम्ममा औसत ग्रोथ मोनिटरिङ 16 पुगेको अवस्था छ। औसतमा 16, अघिल्लो वर्षमा 11.3 थियो भने 13.3 थियो भने यो वर्ष 16 पुगेको छ। पोषणमा एउटा हामीले एउटा बढोत्तरी गरेको एउटा सूचक यो पनि छ। स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने आमाको सङ्ख्या पनि अघिल्लो वर्षको तुलनामा हामी बढाएका छौँ। उररी स्वास्थ्य चौकीमा सेवाग्राहीको सङ्ख्या कस्तो छ सर? तुलनात्मक हिसाबमा केही फरक छ या यथावतै छ? बढेको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने सेवाग्राहीहरू सरदर एक दिनमा 35 जना सेवाग्राहीहरू आउनुहुन्छ। त्यसमध्येमा अहिले वैशाख महिनाको डाटा मात्र हेर्दाखेरि 700 जना नयाँ सेवाग्राहीहरू आउनुभएको छ। त्यसमध्येमा 100 जना नियमित रूपमा औषधि खाने यो नसन्ने रोगका बिरामीहरू मध्येमा उच्च रक्तचापको औषधि खाने मान्छे हुनुहुन्छ, जुन एम्लोडिपिन 5 mg को डेली खानुपर्ने हुन्छ, त्यो औषधि उपलब्ध हुने भएको हुन्छ, त्यो सेवाका लागि आउनुभएको हुन्छ भने 15 जना सेवाग्राहीहरू सुगर मधुमेह रोग लागेर नियमित रूपमा मेटफर्मिन औषधि सेवन गर्ने मान्छे हुनुहुन्छ, 2 जना एन्जाइटीको बिरामी हुनुहुन्छ। भन्न खोजेको के भने नसन्ने रोगसँग सम्बन्धित कार्यक्रमलाई पनि समुदाय स्तरमा लैजानका लागि हामीले केही क्रियाकलाप गरेका छौँ। हरेक शुक्रबार नसन्ने रोगका लागि हामीले समुदाय स्तरमा विद्यालयमा र स्वास्थ्य संस्थामै योग प्राणायामहरू सम्बन्धी जीवनशैली परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरू गर्छौँ। यद्यपि यो नन बजेटरी पनि हुन्छ। हामीले अघिल्लो पटक यो योग जीवनशैली परिवर्तनमा योग प्राणायामलाई जोडेर तुलसीपुर महानगरपालिकाको आर्थिक सहयोगमा 100 जना सहभागीलाई तालिम पनि प्रदान गरेका छौँ। बजेटरी कार्यक्रम थियो, तथापि हामीले हरेक हप्ताको शुक्रबारको दिनमा कहिले स्वास्थ्य संस्थामा, कहिले समुदायमा, कहिले विद्यालयमा आम समूहमा टोल संस्थाको बैठकहरूमा पुगेर यो नसन्ने रोगसँग सम्बन्धित समस्याका लागि न्यूनीकरण गर्ने उपचारात्मक कुरालाई भन्दा पनि प्रिभेन्टिभ र प्रोमोटिभ हेल्थलाई जोड दिनको लागि यो अभियान लागेका छौँ। सरलाई धन्यवाद। तुलसीपुर महानगरपालिकाको आयोजनामा हामीले अस्ति मात्रै 187 जना, अस्ति भनेको वैशाखको महिनामा 187 जनालाई स्वास्थ्य परीक्षण गऱ्यौँ। यद्यपि त्यो स्क्रिनिङ थियो। त्यसमा हेर्दाखेरि पनि लाग्छ धेरैजसो 40 वर्षभन्दा माथिका मानिसहरूमा BMI धेरै भएको, जुन बडी मास इन्डेक्स हुन्छ, शरीरको उचाइ अनुसारको तौल धेरै भएको अवस्था छ, जुन मुटु रोगका लागि, सुगर प्रेसरको लागि जोखिमपूर्ण अवस्था हो। कति मानिसहरूलाई प्रेसर धेरै छ थाहै छैन, कति मान्छेलाई प्रेसर धेरै छ होइन म त लौका करेला खाएर म कन्ट्रोल गर्छु, म औषध खाँदिनँ भन्ने भनाइ छ, ताकि औषधि खाएपछि नियमित खानुपर्छ, यो त जोखिमपूर्ण हुन्छ भन्ने बुझाइ छ, जुन गलत हो भन्छौँ हामी। कति मानिसहरू औषधि खानु भएको छ, नियमित रूपमा एउटै औषधि खाइराख्नु भएको छ, वर्षौँ स्वास्थ्य जाँच पनि गर्नुभएको छैन। उररी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुविधा पनि छ। न्यूनतम शुल्कमा हामीले नियमित रूपमा सेवाग्राहीहरूको युरिया, क्रिएटिनिन, सुगर जाँच गर्ने पनि गरेका छौँ। योभन्दा बढी जाँच गर्नुपर्ने अवस्थामा बिरामीको अवस्थाको मूल्याङ्कन गरेर नियमित रूपमा औषधि गर्दा गर्दै पनि नसन्ने रोगले मृत्युलाई बिगार्ने अवस्था पुगेको छ कि त्यो कुरा थाहा पाउनको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेर नियमित स्वास्थ्य परीक्षण गर्न हामी सुझाउँछौँ। अहिले स्वास्थ्य समस्याको रूपमा अलिक बढ्दै गएको समस्याहरू के हामीलाई आभास भएको छ भने एउटा त नसन्ने रोगको सङ्ख्या एकदमै धेरै बढ्दै खास अब नसन्ने रोगीहरूको सङ्ख्या बढ्दै गएको अवस्था छ, जस्तो सुगर, प्रेसर, मधुमेह रोग, उच्च रक्तचाप, मुटुको रोगहरू, मृगौलासँग सम्बन्धित समस्याहरू, अनि मोटोपना जुन बडी मास इन्डेक्स बढी हुँदाहुँदै पनि मानिसहरूले त्यति ध्यान नदिएको अवस्था। यो सबैको जीवनशैली असाध्यै धेरै व्यस्त छ, असाध्यै धेरै व्यस्तका बावजुद पनि स्वास्थ्यको बारेमा कन्सियस त हुनुपर्ने व्यक्ति स्वयं आफै हो र पनि त्यति ध्यान दिइरहेको अवस्था पाएको छैन, ताकि हाम्रो यो खानपिनसँग सम्बन्धित समस्या पनि होला। दोस्रो समस्या हो जलवायु परिवर्तन। जलवायु परिवर्तनमा हामी एडजस्ट गर्ने, वातावरण स्वच्छ र स्वस्थ राख्ने, त्यसैमा हामी रमाउनका लागि हामीले आफ्नो तहबाट गर्ने अभ्यासहरू गर्नुपर्छ, जलवायु संरक्षण गर्नुपर्छ भन्ने हो। तेस्रो के हो भने स्थानीय स्तरमा कुपोषणको समस्याहरू बढेको अवस्था छ। कुपोषणको अवस्था तुलसीपुर महानगरपालिका वडा नम्बर 11 मा 5 वर्ष मुनिको बच्चाको अवस्था हेर्दाखेरि 11% मा मध्यम शीघ्र कुपोषण फेला परेको छ, अनि त्यो पनि एउटा चुनौती हो हाम्रो लागि। अर्को कुरा छ बाल विवाह, 20 वर्ष मुनिको विवाह गर्ने अवस्था हामी हेऱ्यौँ भने साउनदेखि यता तुलसीपुर 11 नम्बर वडाका गर्भवती आमाहरूलाई हामीले सबैलाई फलोअप गर्दाखेरि
87 जना आमाहरूले बच्चा पाइसक्नु भएको छ साउनदेखि यता। हाम्रो संस्थामा बच्चा पाउनेको सङ्ख्या 45 जना छ। अरू ठाउँमा सबै 87 जना मध्येमा यसो त्यसको डाटा हेर्दाखेरि 18% आमाहरू 20 वर्ष नपुगी बच्चा जन्माएको अवस्था छ। यो एउटा चुनौती हो जसले कुपोषण निम्त्याउँछ, जसले स्वास्थ्यमा गम्भीर खालका समस्याहरू निम्त्याउँछ। त्यसले त्यो कारणले गर्दाखेरि बालविवाह। अनि अर्को कुरा स्कुले केटाकेटीहरू अथवा 5 वर्ष साना बच्चाहरूलाई जुन हाम्रो खानपिनको कुराहरू छ, यो अस्वस्थकर खानाहरू, प्याकेट खानेकुराहरू, जङ्क फुडहरू हामी जसलाई भन्छौँ, जस्तो चाउचाउ, चिजबल, कुरकुरे यस्तो कुराहरू। र ठुलो मान्छेले पनि पेय पदार्थहरू, बोतल प्याकिङ भएको स्प्राइट, जुस, कोकाकोला, फेन्टा, जाम डस्टर कुरा त छँदैछ। अनि चाउमिन खाने, मोमो खाने यस्तो कुराले गर्दाखेरि पनि यो हाम्रो स्वास्थ्य अलिकति सुधारोन्मुख आशातीत नभएको अवस्था, जसले गर्दाखेरि यो नसन्ने रोगका बिरामीहरू बढ्दै गएको अवस्था छ। यो एउटा चुनौती हो। यसलाई पनि सुधार्नको लागि स्वास्थ्य संस्था स्तरबाट जनसमुदायमा जीवनशैली परिवर्तन, यो प्राणायाम अनि विभिन्न कार्यक्रमहरू, विद्यालयमा गएर पोषणको खाद्यकुराहरूको डेमोन्स्ट्रेसन गर्ने, पोषण कार्यक्रमहरूलाई जोड दिने कामहरू हामी गरिरहेका छौँ, जुन निरन्तर गर्दैनका लागि सम्बन्धित सरकारवाला निकायहरू, हाम्रो स्थानीय सरकार, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका नम्बर 11 को स्थानीय हाम्रो वडा सरकार र आम सरकारवालाहरू सबैजनालाई हामी हार्दिक अपिल गर्दछौँ। यता खोज्छु छैनौ आमा, उता खोज्छु छैनौ आमा, आमा 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 भनिरहे, कतै भेट भएनौ आमा, कतै भेट भएनौ, कतै भेट भएनौ आमा, कतै भेट भएनौ। आमा हुन् पृथ्वी धरा र जननी, यो विश्वकी शारदा। प्राणी सन्तति हुन् सबै जगतका, वात्सल्य मौलाउँदा। आमा हुन् धरती र गाउँ घरकी, बस्ती अँध्यारो हुँदा। न्यानो हुन्छ असाध्य मातृ ममता, बाबु भनी भन्दिँदा। आमा काख समान